हेलो गाइस, के छ सबै सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ मैले पदवर्ग र शब्दवर्गको बारेमा भिडियो बनाउन गइरहेको छु, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ 11 12 को एक्जाममा हाम्रो पेपरमा सोधिरहेको प्रश्न हो। र मैले यहाँ क्वेशन कस्तो हुन्छ त, निम्नलिखित शब्द रेखाङ्कित शब्दहरूको के भन्छन् त पदवर्ग छुट्याउनुहोस् भनेर चाहिँ हामीलाई अन्डरलाइन दिएको हुन्छ। सो मैले आज मेन इम्पोर्टेन्टहरू शब्दहरू चाहिँ यता लेखाएको छु है। सो मेनली आफ्नो भनेको त प्राय सबैलाई थाहा छ, विशेषण नै हो हैन। तर फेरि एउटा यस्तो क्वेशन पनि आउन सक्छ कतिपय ठाउँमा, रामले भनेर क्वेशन सोध्न सक्छ। अब रामले भनेपछि त यो नाम नै भइहाल्यो है। हाम्रो अर्को छ एउटा यता अर्को क्वेशन छ, सुबोधको तल अन्डरलाइन दिएपछि तपाईले के गर्नुहुन्छ? नाम भन्नुहुन्छ? हुँदैन। नाम भनेपछि तपाईको नम्बर काटिन्छ है, गलत हुन्छ। त्यसैले तपाईले चाहिँ विशेषण भन्ने है, किनकि सुबोधको भनेको छ नि त, कसको? सुबोधको है। सुबोधको भनेपछि विशेषण आयो है। अनि त्यस्तै झ्यालस यस्ता शब्द क्रिया विशेषण हो। यस्ता हामीले चाहिँ इम्पोर्टेन्ट हो, मेन इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले यो लेखाएको, बाँकी अरू तपाईहरूले जान्नु नै हुन्छ होला। अब हामी फर्स्टमा जान्छौँ है। आफ्नो भनेको के हो त? विशेषण। अनि हामी भनेको सबैलाई थाहा नै छ, सर्वनाम नै हो। अनि विचार भनेको नाम हो। तर भनेको संयोजक हो है। अनि त भनेको निपात हो। हुन्छ भनेको क्रियापद नै भइहाल्यो। सुबोधको भनेको विशेषण भयो है। सुबोधको भनेपछि विशेषण भयो। यदि सुबोधले भनेको भएपछि के हुन्थ्यो त? नाम हुन्थ्यो है। उहाँबाट सर्वनाम, शङ्का नाम नै भइहाल्यो। पुगे क्रियापद हो। झ्यालस क्रिया विशेषण। पहिले विशेषण। प्रविधिसँग भनेपछि नामयोगी नै भयो है। र भनेको संयोजक। आशातीत भनेको विशेषण। आवश्यकता विशेषण। हाम्रो पनि विशेषण हो। हाम्रो अब कस्तो प्रश्न आउँदा है, कस्तो प्रश्न आउँदा समाजमा जातीय र लैङ्गिक यसमा मिठास आएको छ है। त्यसैले यो चाहिँ के भयो त? निपात भयो। अब निपात कसरी भयो त म तपाईहरुलाई बुझाउँछु। समाजमा जातीय कमा लैङ्गिक र यसमा सिधै हामी डाइरेक्टली कमा गरेर पनि लेख्न सक्छौँ त, तर र गरेर चाहिँ यसमा चाहिँ हाम्रो मिठास बनेको छ, त्यही भएर यो चाहिँ निपात भयो। तर कतिपय ठाउँमा तपाईहरुले संयोजक भन्ला हो है, माथि संयोजक छ, तर त्यसमा चाहिँ हाम्रो वाक्य सेन्टेन्स हेरेर चाहिँ हामीले यसमा बुझ्नुपर्ने हुन्छ है त। अनि त्यस्तै अर्को विभेद भनेको नाम हो। आउँदैछु भनेको त क्रियापद नै भइहाल्यो है। अनि यिनीहरू भनेको सर्वनाम। हटाउने क्रिया विशेषण है। यस्तो क्वेशन आउने गर्छ है, हटाउन भनेर है। हटाउन भनेको क्रिया विशेषण हो। मेरो विशेषण। जस्तै नामयोगी। आमा नाम। म भनेको सर्वनाम नै भइहाल्यो। अनि अर्को छ हाम्रो सम्झिन्छु हो है। सम्झिन्छु क्रियापद भइहाल्यो। अनि विविधता भनेको नाम हो। अनि त्यस्तै यता हामी अर्कोमा जान्छौँ। हामी त यो सबैले थाहा छ है। अथवा अब एउटा मेन अरू के बुझ्नुपर्ने हुन्छ त हामीले भन्दा, एको अथवा एकाएकी आएको छ भनेपछि त्यो विशेषण हुन्छ है। जहिले पनि एको अथवा एकी आउँछ है, प्रयोग हुन्छ। अघि मैले भनेको थिएँ सुबोधको भनेको चाहिँ विशेषण आएको थियो, त्यसैले यता पनि हेर्नुहोस्, एको एकाएकी लागेपछि चाहिँ विशेषण हुन्छ जहिले पनि है। नि भनेको निपात। सो आजको भिडियोमा गाइज आजको लागि यति नै। यदि केही पनि बुझ्नु भएको छैन भनेपछि कमेन्टमा भन्नु होला। र भिडियोमा जो पनि नयाँ हुनुहुन्छ, यस्तै अरू इन्फर्मेसनको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु भने नभुल्नु होला। यति बेला थ्याङ्क यू, बाइ बाइ।